जम्मा 32 वर्ग किलोमिटरमा फैलिएको एउटा काठमाडौँभन्दा पनि सानो टापु हो। 24 वर्ष अगाडि सन् 1999 मा पोर्चुगिजको कब्जाबाट फुत्किएर एउटा स्वतन्त्र देशको रूपमा रहेको देश हो मकाउ। साथीहरू, अमेरिकाको लस भेगस पछिको संसारकै ठुलो क्यासिनो व्यवसाय सञ्चालन गर्ने देश हो मकाउ। यहाँको प्रमुख व्यवसाय भनेको नै पर्यटन व्यवसाय र क्यासिनो व्यवसाय हो। जम्मा 6 लाख जनसङ्ख्या रहेको यो देश मकाउमा वर्षमा करिब 3 करोड मानिसहरू घुम्नको लागि, ऐसीको जीवन बिताउनको लागि, जुवा खेल्नको लागि मकाउ आउने गर्दछन्। यो देश संसारकै धनीको सूचीमा कहिले 1 नम्बर, कहिले 2 नम्बर र कहिले 3 नम्बरमा पर्ने गर्छ। यो देशको प्रति व्यक्ति आय संसारकै सबैभन्दा धेरै छ। यो देशमा जम्मा 4000 नेपालीहरू क्यासिनो व्यवसाय, सेक्युरिटी गार्ड, बाउन्सर, पर्सनल बाउन्सर लगायतका कामहरूमा काम गरेर बसेका छन्। कति नेपालीहरू कुक, वेटर, वेट्रेस, हाउसकिपिङ जस्ता कामहरूमा पनि काम गरेर बसिरहेका छन्। यो देशमा तपाईँ यदि एप्लाई गर्न चाहनुहुन्छ र आउन चाहनुहुन्छ भने, यदि तपाईँ सेक्युरिटीमा बाउन्सरमा आउँदै हुनुहुन्छ भने तपाईँको हाइट भने 5 फिट 9 इन्च चाहिँ हुनुपर्नेछ है। भने तपाईँको पढाइ +2 सम्मको पास हुनुपर्नेछ। तपाईँसँग वेल एक्सपिरियन्स छ भने तपाईँ सजिलैसँग मकाउ आउन सक्नुहुन्छ। एक्सपिरियन्स प्लस तपाईँको हाइट चाहिँ एकदम ठुलो मायने राख्छ है। अनि तपाईँहरूको एक्सपिरियन्स चाहिँ नेपाल आर्मीमा, एपिएफमा, विदेशमा सेक्युरिटी गार्ड सम्बन्धी काम गरेको एक्सपिरियन्स छ भने, अनि त्यसपछि तपाईँहरू खेलकुदमा इन्ट्रेस्टेड हुनुहुन्छ जस्तो कराते, टेक्वान्डोहरूमा चाहिँ तपाईँहरूको राम्रो क्वालिफिकेसन छ भनेदेखि पनि तपाईँहरूले चाहिँ यो देशमा एप्लाई गर्न सक्नुहुन्छ है। यदि तपाईँहरूको हाइट छैन भने पनि तपाईँहरूले खासै टेन्सन लिन भने पर्दैन। तपाईँहरूले होटलमा, वेटरमा, हाउसकिपिङमा, फ्रन्ट अफिसमा, बारमेन्टमा यस्तो लगायतका कामहरूमा चाहिँ तपाईँले एप्लाई गरेर फेरि पनि आउन सक्नुहुन्छ। यो देशमा कति छ त खासमा तलब चाहिँ? खास नेपालीले कमाउने तलब कति हो? यो देशको रकमलाई पटका भनिन्छ है। पटका भनेको यो देशको करेन्सीको नाम हो। यसलाई सर्टकटमा एमओपी पनि भनिन्छ, जसको मूल्य 1 बराबर नेपाली 16 रुपियाँ 15 रुपियाँसम्म हुन आउँछ है। त्यो हिसाबले हिसाब गर्ने हो भने यहाँको बेसिक स्यालेरी भनेको 6656 रुपियाँ 6656 एमओपी चाहिँ यहाँको बेसिक स्यालेरी हो। त्यसलाई तपाईँले इन्टु 16 हान्न मिल्छ। त्यसमा हाउस एलाउन्सेस भनेर दिन्छ 500 रुपियाँ। त्यसपछि गएर तपाईँको ओभरटाइम दिनमा केही नभए पनि 3 घन्टा 4 घन्टा ओभरटाइम हुँदाखेरि त्यो ओभरटाइमको चाहिँ प्रति घन्टा 36 एमओपीको दरले दिन्छ भने चाहिँ तपाईँ आफैले क्यालकुलेसन गरेर कति कमाइँदो रहेछ भन्ने चाहिँ थाहा पाउनुहोस् है। यो चाहिँ एउटा बेसिक सप्लाई कम्पनीमा काम गर्ने मानिसको तलब हो। अब तपाईँले क्यासिनोमा कति कमाउनुहुन्छ? यो क्यासिनोको तलब चाहिँ एक्ज्याक्ट हुँदैन है। तपाईँ कुन क्यासिनोमा जानुहुन्छ त्यो अनुसार डिपेन्ड हुन्छ। तपाईँ भेनिसियनमा जानुहुन्छ कि एमजिएममा जानुहुन्छ कि लिस्बोआमा जानुहुन्छ कि त्यो सबै क्यासिनो अनुसारको चाहिँ तपाईँको छुट्टै तलब हुन्छ है। तर क्यासिनोमा सबैभन्दा कम तलब दिने भनेको 10,500 एमओपी अर्थात् 11,000 दिन्छ। नर्मल्ली बेसिक एभरेज स्यालेरी दिनेहरू भनेको 12,000 देखि 13,000 एमओपी दिन्छ। हाई दिनेले 14,000 15,000सम्म पनि दिएको हुन्छ है। क्यासिनोको तलब चाहिँ यसरी डिपेन्ड हुन्छ। त्यो चाहिँ एमओपीमा हुन्छ। यसलाई इन्टु 15 अथवा 16 गर्न सक्नुहुन्छ तपाईँले है। अनि यसमा दिने एलाउन्सेसहरू, ओभरटाइमहरू चाहिँ छुट्टै हुन्छ। तलब यो नेपाली हिसाब गर्ने हो भने 2.5 लाख पौने 3 लाखको रेन्जमा चाहिँ पर्छ। तपाईँ आफै पनि हिसाब गर्न सक्नुहुन्छ। अनि मान्छेले 7 लाख भनेको यो 7 लाख के हो भनेको छ नि, यो 7 लाख भनेको चाहिँ 6 लाख 7 लाख रुपियाँ तलब भनेको चाहिँ जेल गार्डमा एउटा सरकारी कोटा हो। जुन जेलको सेक्युरिटी गार्ड बस्नुपर्छ त्यसमा चाहिँ त्यो चाहिँ सरकारी कोटा भएको कारणले गर्दा त्यसको तलब चाहिँ एकदमै हाई हुन्छ है। त्यो चाहिँ त्यसको चाहिँ लगभग 7 लाख 6 लाखसम्म चाहिँ तलब महिनामा बुझ्छन् उनीहरूले। त्यो भनेको लिमिटेड कोटा हुन्छ। अहिले पनि नेपालीहरू कार्यरत छन्।